उहाँ हुनुहुन्छ महावीर पुन, अहिलेको शिक्षा मन्त्री। उहाँले सुरुमा इन्टरभ्यूमा पनि भन्नुभएको थियो मेरो कार्यकाल भनेको 6 महिनाको लागि मात्रै हो, जति सकिन्छ त्यति गर्ने हो, जति सकिँदैन त्यो चाहिँ नबनेकै राम्रो अथवा त्यसको कुरा नगरेकै राम्रो, जति सकिन्छ त्यति गर्ने हो, धेरै कुराको आश नगर्नु होला भनेर भन्नुभएको थियो। के गरिन्छ भन्ने कुरा त अहिले भन्ने कुरा होइन क्या। अब जर यहाँ आएर मन्त्री भइएको छ अनि अहिले नै यो गर्छु भनेर प्लान बनाएर आएको भए हैन कि यो क्षेत्रमा राजनीति क्षेत्रमा चाहिँ म धेरै वर्षसम्म काम गरेर अनुभवी भएर लिएर आएको भए यो गर्छु भन्ने हो। अब यो त अपरझर किताब बेच्दै गरेको मान्छेलाई यहाँ ल्याएर मन्त्री बनाइदिएपछि अपरझर अब अहिले नै यो गर्छु भन्ने कुरा नै नसोध्नुहोस् तपाईहरुले। धेरै राम्रो विचार हो नि यो, किनभने जति सकिन्छ त्यति गर्ने हो क्या। 6 महिनामा जति सकिन्छ त्यति गर्ने हो। उहाँको विचार एकदम स्ट्रेट फरवर्ड छ क्या, एकदम राम्रो विचार छ। किनभने पुराना नेताहरूले जस्तो उहाँहरूले फेक्नुहुन्न क्या, उहाँहरू फेकु होइन। किनभने पुराना नेताहरूले 6 महिनामा पनि देशलाई सिङ्गापुर बनाउँछु भन्न सक्थे, तर उहाँले त्यसो केही पनि भन्नु भएन। जति सकिन्छ त्यति गर्ने हो, धेरै आश नगर्नु। ठिकै हो, कुरा सही हो नि। 2 दिनमा चाहिँ कस्तो फिल भइरहेछ तपाईलाई? फिलै हुँदैन मलाई, कस्तो पनि फिल हुँदैन, जे भयो पनि फिल हुँदैन। राजै बनाइदियो पनि फिल हुँदैन है, राष्ट्रपति बनाइदिए पनि प्रधानमन्त्री बनाइदिए पनि एउटा के अरे साधारण चाहिँ लेबर बनाइदियो भने मलाई केही फिल। उहाँ भनेको ओरिजिनल नेता हो क्या, जे हो त्यही हो, रियालिटीमा जिउने मान्छे हो र रियालिटीमा काम गर्ने मान्छे हो। चाहे एयरपोर्टमा होस्, चाहे पोखराको सडकमा होस्, यसरी एक्लै हिँड्नु यो इतिहासमै पहिलो कुरा हो क्या। मन्त्री जस्तो मान्छे बिना सुरक्षा गार्ड हिँड्नु यो एकदम यो नौलो कुरा हो क्या नेपालीको लागि। मन्त्री भनेको यस्तो हुनुपर्छ के, न कुनै सुरक्षा गार्ड, न कुनै भिआइपी ट्रिटमेन्ट। ल हेर्नु, यदि नेताहरू भएको भए 4-5 वटा गाडी होइन, 10-12 जना 15 जना भिआइपी गार्डहरू, अनि सर्वसाधारणको गाडी रोकेर उनीहरूलाई जान दिन पर्थ्यो। कालै मैले सिटी रोडै खाली गरेको रहेछ, सब जाममा छ। 1 घन्टा भइसक्यो, यहाँबाट निस्किन सकेको छैन। उहाँ आइसकेपछि सर्वसाधारणलाई केही पनि गुनासो छैन, किनभने उहाँले त्यो भिआइपी कल्चर छ नि, हो भिआइपी कल्चर अन्त्य गर्नु भएको छ क्या। आजबाट भिआइपी कल्चरको अन्त्य भएको छ उहाँको लागि। उहाँले सुरक्षाकर्मीहरू पनि वापस पठाइदिनु भएको छ, किनभने उनीहरू पनि त दसैँ मनाउनु पर्यो। उहाँ नेता भनेको जनताको बारेमा सोच्ने नेता हो क्या, जनताको बारेमा सोच्ने नेता हो। त्यही भएर जनताको माझ जानलाई उहाँलाई केही पनि फरक पर्दैन। पुराना नेताहरू जति पनि थिए उनीहरू जनताको लागि काम गर्थेनन्, जनताबाट डर थियो उनीहरूलाई। त्यही भएर उनीहरूले भिआइपी लिएर हिँड्नु पर्थ्यो। भिआइपी कल्चर उनीहरूले सुरुवात गरेका हुन्, किनभने उनीहरूलाई पहिले थाहा थियो हामी जनताको लागि काम गर्ने होइन, जहाँ जे पनि हुन सक्छ। त्यही भएर हामीलाई सुरक्षा चाहिन्छ, हो त्यो माइन्डसेट लिएर हिँडिरहेका थिए पुराना नेताहरू। तर अहिलेको नेतालाई केही पनि प्रब्लम छैन, किनभने उहाँहरू जनताको लागि काम गर्ने मान्छे हो। त्यही भएर जनताको माझ जान कुनै पनि प्रब्लम हुँदैन। हो नेता भनेको यस्तो हुनुपर्छ क्या। बल्ल नेपालीले एकदम राम्रो नेता पाएको छ। कुनै पनि ठाउँमा कुनै नेता जाँदाखेरि यति भिडभाड हुन्थ्यो, चाहे एयरपोर्ट होस्, चाहे पब्लिक प्लेस होस्, चाहे कहीँ पनि होस्, ती नेताका कार्यकर्ताहरू त्यहाँ जम्मा हुन्थे क्या। तर महावीर पुनको कार्यकर्ता कोही पनि छैन। ऊ जनताको लागि काम गर्ने मान्छे हो, उसको कार्यकर्ता कोही पनि छैन। तपाईले यो पोखराको एयरपोर्टमा देख्न सक्नुहुन्छ, काठमाडौँको एयरपोर्टमा देख्न सक्नुहुन्छ, भिआइपी ट्रिटमेन्ट छैन। जसरी प्यासेन्जर छ त्यही अनुसार लाइनमा बसेर जानुभएको छ। न कुनै भिआइपी कक्ष चाहियो, न केही चाहियो, एकदम सर्वसाधारण तरिकाले उहाँ जानुभएको छ। हो हामीले खोजेको मन्त्री यस्तै हो क्या, हामीले खोजेको मन्त्री यही हो। यसरी न झोला बोक्दिने मान्छे चाहियो, न मोबाइल बोक्दिने मान्छे चाहियो, न डायरी बोक्दिने मान्छे चाहियो, कुनै पनि मान्छे चाहिएन। उहाँले आफ्नो झोला आफै बोक्नु भएको छ। नेपालीले खोजेको मन्त्री यस्तै हो, किनभने उहाँ जनताको लागि काम गर्ने मान्छे हो र जनतासँग उहाँलाई कुनै पनि डर छैन।